हेलो, एउटा रङ नम्बर, एउटा अनजान आवाज र यो आइसियोपको एकदमै नर्मल लाइफ एकाएक ड्रामा जस्तै बन्न थाल्छ। किम यु त्यही त्यो रहस्यमय केटा जसको बोलीले निन्द्रा उडाउँछ र जसँग कुरा गर्दै जाँदा कुरा फोनमा मात्र सीमित रहँदैन। के गल्तीले सुरु भएको यो लभ लाइन साँच्चीकै अनलाइन जान सक्छ? कहिलेकाहीँ गलत नम्बर भनेको भाग्यको नम्बर पनि हुनसक्छ। यो रङ नम्बर भनेको एउटा सर्ट कोरियन सिरिज हो जुन आज म एक्सप्लेन गर्न जाँदैछु। अब चाहिँ एक्सप्लेनेसनतिर स्टार्ट गरौँ ल। ड्रामाको स्टार्टिङ फोनको भाइब्रेसन फोन कलसँग स्टार्ट हुन्छ। यतातिर सियोप भने निदाइरहेको हुन्छ। त्यही बेलामा कल आएको कारणले गर्दा उसले उठाएर भन्छ, को हो यति राति राति कल गर्ने, के काम पर्यो भनेर सोधिरहेको हुन्छ। तर उतातिर कलमा भने पर्सनले चाहिँ जिनयोङ, यो जिनयोङको कसले कल उठायो भन्दै सोध्छ। अनि तिमी को हो भनेर सोध्न थाल्छ। यतातिर सियोपले भने तिमीले कल गरे हो नि, कसलाई खोज्या, तिमीले थाहा हुनुपर्ने भनिरहेको हुन्छ। तर त्यो पर्सनले भने जिनयोङलाई कल देऊ प्लिज, जिनयोङलाई कल देऊ, उसले मसँग किन ब्रेकअप गरे, मलाई जसरी पनि उसँग बोल्नु छ, उसलाई कल देऊ भनिरहेको हुन्छ। अनि यता सियोपले भने यहाँ कोही पनि जिनयोङ भन्ने मान्छे नै चिन्दैन मैले, कति भएर तिमीहरूको ब्रेकअप भएको, किन कल गरे, रङ नम्बर कल गरे जस्तो छ तिमीले, कि तिमी ड्रङ्क भएर कल गरे हो, फोन राखिदेऊ भनिरहेको हुन्छ। उता भने तिमी आइनौ भने म मर्छु, तिमी आउनै पर्छ, यहाँ मेरो लाइफको सवाल छ भन्दै उसलाई चाहिँ एउटा पपको नि एड्रेस दिएर तिमी जिनयोङलाई यो इन्फर्मेसन देऊ, तिमी जिनयोङलाई जसरी पनि यहाँ पठाइदेऊ, आउनै पर्छ भनेर त्यो पर्सनले भने फोन नै राखिदिन्छ के। अनि यतातिर भने सियोपले भनिरहेको हुन्छ कि जिनयोङ भन्ने पर्सन नै यहाँ छैन भनिरह नै हुन्छ कि कल राखिदिएपछि। अनि उसले नि कल राखिदिएपछि ह्या भनेर सुरुमा त सुत्दिन्छ है, फेरि तर फेरि एकैछिनमा याद आउँछ कि त्यो पर्सनले म मर्छु भनेको थियो भनेर। अनि त्यही भएर फेरि रेडी भएर जान्छ। अनि पपमा गइसकेपछि चाहिँ त्यो पर्सनलाई चिन्नको लागि भनेर फेरि कल गर्छ। उतातिर भने त्यो पर्सन पनि एक्चुअली किम यु त्यही हुन्छ है, मैले त्यही भनेर बोलाउँछु र त्यही भन्ने पर्सनले कल उठाउँछ। अनि त्यो त्यही भन्ने पर्सनले कल उठाएको थिएपछि सियोप जान्छ उसँग। अनि गएर चाहिँ तिमी साँच्चै मर्ने हो भनेर भन्छ। अनि त्यो पर्सनले भनेर सोद्धाखेरि अघि तिमीले जिनयोङ भन्दै कल गरेको थियौ अनि मर्छु भनिरहेको थियौ भनेर भनेपछि ए त्यसो भए तिमी जिनयोङको बोयफ्रेन्ड हो भनेर भन्छ। अनि होइन होइन, तिमीले मलाई कल गरिरहेको थियो, तिमीलाई थाहा पनि छ मैले 3-4वटा जब गर्छु, मतलब यताउति कामहरू गरिरहेको हुन्छु, म निन्द्रा नि लिन पाइरहेको थिएन तिम्रो कलको कारणले गर्दाखेरि। आधा निन्द्रामा भएको मान्छेहरू म यहाँ आएको छु, म कोही उसको बोयफ्रेन्ड होइन, उस के अरे तिमीले रङ नम्बर कल गरेको थियौ त्यही भएर म आएको भनेर भन्छ। उता त्यहीले भने यो त रङ नम्बर हुन सक्दैन, मैले जिनयोङको नम्बर कसरी रङ सम्झिन सक्छु भनिरहेको हुन्छ। अनि यतातिर सियोपले बताउँछ कि उसले चाहिँ रिसेन्टली नै आफ्नो नम्बर चेन्ज गरेको छ भनेर। अनि मेबी जिनयोङले नि आफ्नो नम्बर चेन्ज गर्यो होला, त्यही भएर यस्तो भएको हो भनेर भनेपछि त्यहीले ला उसले त नम्बर पनि चेन्ज गरेछ, तिमीलाई थाहा छ उसले मसँग कति धेरै प्रमिसहरू गरेको थियो, उसले मसँग सँगै बिहे गर्छु, सँगै लाइफ काट्छु भनेर भनेको थियो, हामी सधैँ ह्याप्पीली फरएभर टुगेदर हुन्छ नि बस्ने भनेर भनेका थियौँ भनेर भन्छ। अनि यसले पनि सोध्छ कि तिमीहरूको ब्रेकअप भएको कति भयो र त्यस्तो गर्न थालेको भनेर सोध्छ। अनि उसले भने उसले चाहिँ किन यस्तो गरे होला, मलाई किन छोडेर गयो होला, कि म राम्रो पर्सन देखिँदैन र भनेर कुरा गरिरहेको हुन्छ त्यहीले। तिमीलाई थाहा छ मैले उसलाई कति धेरै माया गर्थेँ भन्दै यताउति दायाँ बायाँ कुरा गरिरहेको हुन्छ। अनि सियोपले भने अब उसलाई त काम छैन नि, उसको काम केही छैन, ल ल धेरै ड्रङ्क नभऊ, तिमी आफ्नो घर जाऊ, म पनि आफ्नो घर जान्छु भनेर जानै थाले हुन्छ कि ऊ ड्रङ्क भएर बिहोस भएको देख्छ कि त्यही चाहिँ। अनि त्यही भएर के अरू अप्सन नभएर उसलाई आफ्नो काँधामा बोकेर लिएर जान थाले हुन्छ। अनि तिम्रो घर कहाँ हो बताऊ भनेर सोधि नै रहेको हुन्छ कि सियोपले। त्यहीले भने आफ्नो घरको एड्रेस चाहिँ दिँदैन, मलाई हान रिभरमा लिएर जाऊ, म त्यहाँ गएर जम्प गर्ने हो भनेर भन्न थाल्छ कि। त्यस्तै भनिसकेपछि सियोपले उसलाई यतै बाटोमा छोडेर जाने कुरा पनि भएन। अनि त्यही भएर उसलाई आफ्नो घर लिएर जान्छ। घर लगिसकेपछि सिधै ड्रेस खोल्न थाल्छ कि ट्रेले। अनि के गरेको ड्रेस नखोल्दा, इभन आफ्टर हामी दुईजना नै केटा भए पनि ड्रेस खोल्नु पर्दैन भन्दै उसलाई त्यही सुताउँछ। अनि यता भने त्यहीले भने उसको फेस नजिकै लगेर हातहरू लगेर उसलाई हुन्छ नि हक गर्न थाल्छ। अनि सियोपले भने उसलाई नै हेर, तिमी
जस्तो कुरा गरिरहेको छौ त्यस्तो पर्सन नै देखिँदैनौ, साँच्चै तिमी मर्नेवाला थियौ र भनेर भन्छ। अनि उसले यति हक गरिरहेको देखेर मलाई छोड न भनिरहेको हुन्छ। अनि त्यसपछि यता भने त्यहीले म तिमी बिना बाँच्नै सक्दिनँ, म अब तिमी बिना कहाँ जान्छु भनेको कुराहरू सुनेर सम्झिन्छ कि एक पाला चाहिँ सियोपको पनि जब ब्रेकअप हुँदै थियो नि, उसको बोयफ्रेन्डले चाहिँ उसलाई ब्रेकअप दिएको रहेछ। एक्चुली सियोप चाहिँ गे हुन्छ अनि उसलाई ब्रेकअप दिएको हुँदो रहेछ है। अनि त्यसपछि उसले त्यतिखेर पनि म तिमी बिना बाँच्न सक्दिनँ भनेको रहेछ कि। अनि त्यही भएर अहिले चाहिँ उसले भन्छ कि त्यहीसँग कोही पनि मान्छे मर्दैन त्यसरी, आफ्ना लाइफमा यति बिजी हुन्छ कि सबै कुरा बिर्सिन्छ भन्दै उसलाई छुट्याएर आफू माथि उठ्न खोजिरहेको हुन्छ कि त्यहीले उसको हात छोपेर नजाऊ न भनेपछि उसले पनि केही अरू अप्सन पाउँदैन, फेरि सुत्छ। बिहान हुन्छ है, बिहान हुँदाखेरि चाहिँ दुईजना सबै हक गरेर सुतिरहेको हुन्छ। सुरुमा चाहिँ त्यही उठ्छ अनि त्यही उठेर चाहिँ देख्छ कि आफ्नो साइडमा चाहिँ सियोप सुतेको छ अनि आफूले राम्रोसँग कपडा पनि लगाएको छैन। अनि त्यही बेलामा उसलाई चाहिँ सियोपले आफ्नो नजिकै तान्दै आई मिस यु, तिमी नजाऊ भन्दै तानिरहेको हुन्छ। अनि यतातिर भने त्यहीले आफ्नो फोन निकाल्ने चक्करमा चाहिँ दुईजना नै बेडबाट तल खस्छन् कि। अनि त्यही चाहिँ रुम हेरि नै रहेको हुन्छ कि त्यही बेलामा सियोपले चाहिँ उसको लागि पनि ड्रिङ्क लिएर आउँछ। अनि त्यहीलाई चाहिँ नराम्रो लागेको हुन्छ। अनि त्यही भएर ऊ चाहिँ भुइँमा बसेर चाहिँ सरी, हिजोको लागि के गरेँ मैले त्यस्तो सबैको लागि सरी, म यस्तो टाइपको पर्सन त होइन, तर हिजो चाहिँ म धेरै नै ड्रङ्क भएको थिएँ, त्यही भएर मैले मिस्टेक गरेँ हो, सरी त्यसको लागि भन्दै भन्छ। अनि मैले हिजो धेरै नै खाएँ नि भनेर भन्छ। अनि सियोपले भने ठिकै छ, मलाई यति पैसा देऊ भन्दै डाइरेक्ट चाहिँ भन्छ कि मैले तिमी हिजो ब्ल्याङ्क आउट भयो अनि तिम्रो बारको पैसा सबै मैले तिरेको छु, त्यही भएर तिमीले मलाई कुर्कुलाएर पैसा देऊ भन्छ। हुन्छ म हजुरलाई पठाइदिन्छु। साँच्ची हामीहरूको बिचमा हिजो केही त भएन नि भनेर सोध्छ कि। अनि त्यसपछि यतातिर भने उसले अनि सियोपले भन्न थाल्छ कि किन तिमीलाई के भयो जस्तो लाग्छ र भन्दाखेरि म हिजो राति अनड्रेस थिएँ त्यही भएर, मतलब बिहान उठ्दाखेरि भनेपछि सियोपले के मलाई त्यति डेस्परेट टाइपको पर्सन देखिरहेको छौ भनेर सोध्छ कि म तिम्रो आँखामा त्यति धेरै डेस्परेट देखिरहेको छु कि म तिमीलाई ड्रङ्कको बेलामा त्यस्तो गर्छु या फिर भनेर सोध्छ। अनि उसले पनि होइन होइन त्यस्तो केही होइन, एक्चुअली हामी अनड्रेस भएर मतलब त्यसरी सुतिरहेको थियो अनि हजुरले मलाई हक गर्नुभएको थियो त्यही भएर भन्छ। एक्चुअली रातिको बेलामा चाहिँ सियोप कतिचोटि उठ्न खोजेको रहेछ कि, तर उसले चाहिँ हक गरेर उसलाई यति तानिरहेको रहेछ कि लास्टमा अल्टिमेटली चोइस नपाएर उसलाई ब्ल्याङ्केटभित्र फुटफुट्ट पारेर अनि आफूले हक गरेर सुतेको रहेछ। अनि त्यसपछि उसले त्यही कुरा नै अहिले ठ्याक्क त्यहीलाई भन्छ कि तिमीले मलाई यतिचोटि हक गर्न खोजिरहेको छु, त्यही भएर मैले अरू कुनै अप्सन नपाएर तिमीलाई पक्रेर सुत्नु पर्यो हो भनेर भन्छ। अनि त्यसपछि त्यहीले सरी म हिजो सबै जे भयो त्यसको लागि सरी भनेर भन्छ। अनि अहिले फेरि सियोपले तिमीहरूको ब्रेकअप भएको कति भयो र भनेर सोद्धाखेरि 1 मन्थ भयो भनेर भन्छ। अनि त्यसपछि ती कुरामा नै तिमी त्यति मर्ने कुराहरू सबै सोचिरहेको छौ, तिमी मभन्दा यङ्गर जस्तो देखिन्छौ, अब यहाँ माथि आएर बस भन्दै आफूलाई चाहिँ आफ्नो नजिकै बस्न लगाउँछ। अनि तिमीले अब म चाहिँ एउटा दाइको जसरी तिमीलाई चाहिँ सम्झाउँछु, तिमीले यदि मर्ने नै सोचिरहेको छौ भने पनि कोही पर्सनलाई भन्न जरुरी हुँदैन, चुप लाएर चाहिँ मर्ने हो, कोही पर्सनलाई त्यसरी थ्रेटन गर्नु हुँदैन, अरूलाई त्यस्तो अप्ठ्यारोमा पार्नु हुँदैन, तिम्रो कारणले गर्दा म अप्ठ्यारोमा परेको थिएँ नि हिजो भनेर भन्छ। पछिबाट फेरि होइन मैले तिमीसँग मजाक गरेको, यदि तिमीले त्यस्तो लभ रिलेटेड कुराहरूको लागि चाहिँ मर्छु भन्ने सोच्छौ भने त्यसको बारेमा धेरै सोच्ने होइन, आफूलाई यति धेरै बिजी गर्ने हो कि मर्नेको ख्यालै दिमागमा नआओस् भनेर सम्झाउँछ उसलाई। अनि त्यही बेलामा एक्कासी चाहिँ त्यहीलाई बमिट आउला जस्तो हुन्छ अनि उसलाई उसले बाथरुम पनि देखाइदिन्छ। त्यसपछि त्यही घर जाने बेला हुन्छ अनि सियोपले उसलाई बाई बाई भन्नको लागि तल पनि छोड्न आउँछ। त्यहीले उसँग चाहिँ उसको नाम या फिर फोन नम्बर देऊ भनेर सोध्छ, त्यही पनि उसले चाहिँ होइन हामी यसपछि भेटिने पनि होइन, म केही पनि दिँदिनँ, अनि यदि तिमीलाई साँच्चै मर्न मन छ भने जे गर्नु मन छ गर भन्दै उसलाई चाहिँ पठाइदिन्छ। यतातिर नामहरू पनि केही दिँदैन। अनि सियोप भने आफ्नो काममा चाहिँ एक्चुअली ऊ फोटोग्राफर हुँदो रहेछ अनि काममा नै हुन्छ, उसको जुन मोडल आउने भनेर भनेको हुन्छ नि, उसले कल गरेर भन्छ कि म आज आउन भ्याइनँ तर मैले अर्को रिप्लेसमेन्ट चाहिँ पठाइदिएको छु भनेर भन्छ। अनि त्यो रिप्लेसमेन्ट चाहिँ अरू कोही नभएर त्यही हुन्छ। अनि त्यही आउने बित्तिकै चाहिँ ए त्यसो भए राइटर खालको चोइ सियोप हजुर नै हो, म चाहिँ किम यु त्यही हो
भनेर भन्छ, आफ्नो नाम पनि बताउँछ। अनि यतातिर भने सियोपले चाहिँ उसलाई सुटको कन्सेप्ट बताएर यस्तो पोज गर्नुपर्छ, यस्तो यस्तो गर्नुपर्छ भनेर एक्सप्लेन नै गर्न खोजिरहेको हुन्छ कि यतातिर भने त्यही भने उसको कुरा नसुनिकन चाहिँ त्यसो भए हजुर चाहिँ फोटोग्राफर हो, ओरिजिनल्ली मैले यो काम चाहिँ जस्ट पार्ट टाइमको लागि मात्रै स्टार्ट गरेको हो, तर मलाई कामहरू मिल्न थालिसकेपछि चाहिँ म यो काम कन्टिन्यू गरिरहेको छु भन्दै यताउतिको कुरा गर्छ। अनि हजुरले पछि गएर कि यही काम नै कन्टिन्यू गर्ने सोचिरहनु भएको छ। अनि आज थाहा छ म यत्तिकै बस्छु सोचिरहेको थिएँ, फेरि हजुरले चाहिँ यस्तो मर्ने केही सोच आयो भने चाहिँ आफूलाई एकदम बिजी गर्नु भनेर भन्नुभएको थियो नि त, त्यही भएर म आज आएको हो। आज म हजुरको केयरमा छु ल भन्छ। अनि यिनीहरूको फोटोसुट पनि स्टार्ट हुन्छ र सकिन्छ पनि। फोटोसुट सकिसकेपछि साँझ दुईजनासँगै बारमा जान्छन्। अनि आज फेरि त्यहीले चाहिँ ड्रिङ्क खोलेर सियोपलाई खान दिन्छ। अनि उसले पनि खान थालेको देखेर फेरि आज ड्रङ्क हुने हो भनेपछि होइन होइन म पानी खान्छु भनेर भन्छ। अनि त्यहीले भन्न थाल्छ, साँच्चीको हाम्रो त फेथ नै रहेछ नि, कसरी हामीले भेट्यौँ वा भन्दै भन्छ। अनि यस्तो एक्सपिरियन्स त अहिलेसम्म नि मैले नि कहिल्यै भएको थिएन। साँच्ची मलाई कस्तो राम्रो लाग्यो नि हजुर हायुङ, के मैले हजुरलाई हायुङ त भन्न मिल्छ नि भनेर सोध्छ हायुङ भनेको ब्रदरलाई। ल म हायुङ नै भन्छु ल, हजुरलाई ब्रदर नै भन्छु भनेर भन्छ। अनि साँच्ची ब्रदर हजुरको चाहिँ हजुरले कसैलाई डेट गर्दै हुनुहुन्छ भनेर सोध्छ। अनि सियोपले चाहिँ किन तिमीलाई आफ्नो कुनै साथीलाई चिनाउनु मन छ, मलाई कुनै केटीलाई चिनाउनु मन छ भनेर सोध्छ। अनि के साँच्ची हजुर साँच्ची नै सिङ्गल हुनुहुन्छ, मैले त्यति धेरै केटीहरूलाई त चिन्दैन त्यही नि भनेर भन्छ। अनि उसले चाहिँ सियोपले तर मैले नि एक्चुअली केटालाई लाइक गर्छु भन्दै ऊ जान थाल्छ कि अभियसली मान्छेहरू होमोफोबिक हुन्छ नि त, त्यस्तो सोचेर जान थाल्छ। तर त्यहीले भने उसलाई छोपेर चाहिँ हजुर नजानु, मैले त्यस्तो कुराको लागि केही पनि माइन्ड गर्दिनँ, हामी साथी त बन्न सकिहाल्छौँ नि, आउनु सँगै बसेर खाम भन्छ। अनि तिनीहरूले हिजोकै कुराहरू सम्झिँदै हाँसो मजाक गर्ने, तैँले कहाँ साँच्चीमै त्यस्तो एक्टिभिटी गर्छु मतलब मर्छु सोचिरहेको थिइस् भनेर सोध्छ। अनि साँच्चीमै जियोङले कल उठाएको भए के गर्थिस् नि भनेर भन्छ। होइन तर उसले कल नउठाएको राम्रै भयो, म झन् इम्ब्यारेस हुन्थ्यो उसको अगाडि भनेर त्यहीले भन्छ। अनि सियोपले मैले पनि बुझ्छु तेरो कुरा भनेपछि किन हजुरले यति मजाले बुझ्नुहुन्छ कि मेरो कुरा, कि हजुर पनि यस्तो पहिला लभमा यस्तो पर्नु भएको थियो, तर हजुरलाई त देख्दाखेरि यस्तो कुल जस्तो लाग्छ कि हजुर त त्यस्तो रिलेसनमा परेपछि त बाई बाई भनेर हिँड्नुहुन्छ जस्तो लाग्छ भनेर भन्छ। यतातिर भने अनि ठ्याक्क बिहान उसले डन्टको प्लिज मलाई छोडेर नजाऊ, म तिमीलाई मिस गर्छु भनेको कुराहरू पनि सम्झिन्छ कि त्यहीले बिहान उठ्ने बेलातिर त सियोपले त्यस्तै भनेको थियो नि त। अनि यतातिर भने सियोप ड्रङ्क हुन्छ। अनि उसले चाहिँ त्यहीको ठाउँमा चाहिँ आफ्नो एक्सलाई देख्न थाल्छ कि अनि आफूलाई किन यस्तो गरिरहेको छु भनेर। अनि ऊ अब म घर जान्छु भनेर जान थाल्छ, तर त्यही बिहोस हुन थाल्छ कि त्यो ड्रङ्क भएको कारणले गर्दा। अनि त्यही भएर त्यहीले आएर उसलाई उठाउन थाल्छ। अनि उसलाई उठाउँदै गर्दाखेरि चाहिँ त्यहीले सियोपले चाहिँ फेरि त्यहीको ठाउँमा चाहिँ आफ्नो एक्सलाई देख्न थाल्छ। अनि त्यसपछि मैले तिमीलाई धेरै मिस गरेँ भनेर आफ्नो नजिकै ल्याएर केस गर्छ है। अनि त्यो देखेर चाहिँ त्यहीलाई अचम्म लाग्छ। अनि आफूभन्दा अलिक टाढा गरेर हायुङ हजुरले के गर्दै हुनुहुन्छ, हजुर आफ्नो हालतमा त हुनुहुन्छ नि, होसमा त हुनुहुन्छ नि, यो राइट होइन, के गर्दै हुनुहुन्छ भनेर सम्झाइरहेको हुन्छ। अनि सियोपले भने तिमी को होस् जो होस् मलाई केही मतलब छैन, मैले केही केयर गर्दैन भन्दै फेरि उसलाई आफ्नो नजिक ल्याएर फेरि पनि किस गर्न थाल्छ। अनि फेरि यतातिर चाहिँ हामीलाई सियोप आफ्नो रुममा चाहिँ भर्खरै सुत्दै गरेको देखिन्छ। आज पनि फोन कलको अलार्मबाट नै उठ्छ कि एक्चुली फोन कलबाटै उठ्छ। अनि उठ्ने बित्तिकै उसले सम्झिन्छ हिजोको जुन किस भएको थियो नि त्यहीसँग। अनि त्यो सम्झेर आफूलाई नै इम्ब्यारेस गरिरहेको हुन्छ, ला मैले के गरेँ भनिरहेको हुन्छ। त्यही बेलामा चाहिँ ठ्याक्क फेरि पनि उसको साइडमा फोन फेरि पनि बज्छ कि अनि उसले फोन उठाएर हेर्दाखेरि त उसलाई एक्चुली त्यहीले कल गरेको हुन्छ। अनि उनीहरू दुईजना चाहिँ बाहिर भेट हुन्छन् है। अनि भेट हुँदाखेरि चाहिँ अनि त्यहीले भन्छ उसले सियोपले सरी नै भनिरहेको हुन्छ। त्यहीले चाहिँ छोड्दिनँ त्यो कुराको लागि, एक्चुली हिजो र हजुरले मैले गरेको एक्टिभिटीहरू पनि नराम्रो थियो पहिला, हजुरको चाहिँ त्यो एक्टिभिटी अनि फिजिकल कन्ट्याक्टहरू त्यो सबै तिनीहरू सबै कुरालाई बिर्सिनु, हजुरले थोरै अझै एपोलोजाइज गरिसकेपछि यो कुरा चाहिँ हुँदै नभए यसरी म बिर्सिन्छु भनेर भन्छ। अनि सियोपले पनि त्यो कुराहरू चाहिँ सबै बिर्स, तिमीले त्यस्तो नसोच भनेर भन्छ। तर तिमी त्यो त्यति इजी किन भयो हिजो, मलाई पन्च गरेर आफूबाट टाढा पनि हुन सक्थ्यो नि त भनेर भन्दाखेरि चाहिँ त्यहीले
मैले चाहिँ हजुरको आँखामा दुःख देखेको थिएँ र मैले त्यो स्याडनेसको कारणले गर्दाखेरि चाहिँ मैले हजुरलाई आफूभन्दा टाढा गर्नै सकेन भनेर भन्छ। त्यो भनिसकेपछि चाहिँ सियोपले चाहिँ बिर्स त्यो कुरा बिर्स है, सरी भनेर भन्छ। अनि यतातिर त्यहीले पनि हुन्छ भनेर भन्छ। मैले कहिले पनि सोचेको थिइनँ कि हायुङले पनि ड्रिङ्क गरेपछि मिस्टेक गर्नुहुन्छ होला भनेर भन्छ। तर सियोप पनि ल म अब जान्छु भनेर बाहिर निस्किनै थाले हुन्छ कि त्यही पनि उसको पछि पछि आउँछ। ठ्याक्क बाहिर निस्केर उसले के देख्छ भने चाहिँ उसले आफ्नो एक्सलाई देख्छ कि सियोपले। अनि उसलाई आफ्नो एक्सलाई देख्ने बित्तिकै के गर्छ भने त्यही हुन्छ नि त उसको साइडमा, त्यही भएर उसको हात छोप्छ अनि उसको कानमा सरी भनेर भन्छ। अनि मतलब हेल्प गर्न लगाए जस्तो गर्छ। अनि उसको एक्सले पनि उसलाई देख्छ सियोपलाई, अनि उसको नजिकै आएर मैले सोचेको थिएँ तिमी वरिपरि छौ, पक्कै भेटिन्छौ कि सोचिरहेको थिएँ, साँच्चीमै भेटाएँ मैले तिमीलाई भनेर भन्छ। अनि साँच्चीमै हामी कति धेरै कनेक्ट गर्छौँ नि भनेर पनि भन्छ कि। अनि सियोपले चाहिँ अझै पनि त चेन्ज भएको छैनस्, अझै पनि त त्यस्तै नै बिहेभियर गर्छस् भनेर भन्छ। अनि ठ्याक्कै उसलाई चिनाउँदै हामी जस्तो देखिँदैछौँ त्यस्तै हो भनेर भन्छ। अनि उसको एक्सले नि यति चाँडै यस्तो पनि भइसक्यो, मैले तिमीलाई नदेखेको नै धेरै भइसक्यो भनेर भन्छ। अनि यतातिर भने त्यहीले पनि आफूलाई इन्ट्रोड्युस गराउँछ। अनि उसको एक्सले चाहिँ हामीले नभेटेको धेरै भइसक्यो, टाइम पनि धेरै चेन्ज भइसक्यो नि, तिमीसँग केही टाइम छ, तिमीसँग केही कुरा गर्नु छ मसँग भनेर भन्छ। तर सियोपले नै म एकदम बिजी छु भनेर भन्छ। त्यसो भए तिम्रो फोन नम्बर नै देऊ न, तिम्रो फोन नम्बर पनि चेन्ज गरेको रहेछौ भनेर भन्छ। सियोपले दिनमा खोजिरहेको हुँदैन, अनि त्यही भएर कि तिमीले फोन नम्बर मेरो कारणले गर्दा चेन्ज गरेको त होइन नि भनेर भन्छ। त्यहीले भने कस्तो एक्सहरू पनि कहाँ तिमीहरू उसमा त हुन्छ साथी बन्न सक्छौ र के समथिङ सेपरेटली कुरा गर्नु छ के छैन भनेर उसलाई तारेर लिएर जान थाल्छ। अनि प्लिज नेचुरली एक्ट गर्नु ल भनेर तलसम्म नै काखमा छोपेर नै लिएर जान्छ कि, मतलब उसको काखमा आफ्नो हात राखेर। अनि तल जाने बित्तिकै भर्खर भेटेको पर्सन हजुरको त्यो एक्स हो जस्तो टाइपले सोध्छ। अनि मैले हजुरको एक्सप्रेसन देख्ने बित्तिकै भनिसकेको थिएँ, सोचिसकेको थिएँ भनेर भन्छ। अनि सरी ल म हजुरको उसमा चाहिँ इन्टरफियर गरेँ भनेर भन्छ। अनि त्यही कुराहरू गर्न थाल्छ। तर हजुरको एक्स कति सेमलेस नि, राम्रो फेस पनि थिएन त्यसको, त कसरी त्यसरी बोल्न आयो भनेर भन्छ क्या। अनि त्यो भन्ने बित्तिकै फेरि सियोपलाई रिस उठ्छ। अनि आफ्नो बिजनेस ह्यान्डल गर, अरूहरू कुरा धेरै उस गर्नु जरुरी छैन भनेर ऊ निस्किन थाल्छ। अनि ठ्याक्कै निस्किनै थाले हुन्छ कि त्यहीले फेरि सरी भन्छ के। अनि सरी भन्ने बित्तिकै उसले फर्केर तैँले किन सरी भन्छस्, सरी भन्ने जरुरी के थियो त, मैले झन् तेरो हात छोपेको थिएँ, मैले तेरो फाइदा उठाएको थिएँ, मतलब अभियसली आफ्नो बेनिफिटको लागि हात छोपेको थिएँ नि त उसले, तैँले सरी भन्नु जरुरी के थियो, तैँले यस्तो किन गरिस् भनेर भन्न जरुरी थियो। जतिखेर पनि अरूहरू पर्सनलाई नाइसली ट्रिट गर्न जरुरी हुँदैन, त नै आफू हर्ट हुन्छस्, त्यही कारणले गर्दाखेरि तँलाई धेरै हर्ट हुन्छ भनेर भन्छ। तर त्यहीले भने होइन, मैले 10जनालाई राम्रोसँग एक्ट गरेँ भने, राम्रोसँग बोलेँ भने त्यसमध्येमा एकजनाले चाहिँ मसँग त्यस्तै गरी रेस्पोन्स गर्छ। त्यो 10जनामा 10जना नै राम्रो हुन्छ भन्ने हुँदैन, तर कमसेकम एकजनालाई त राम्रोसँग एक्ट गर्छ। मैले सबै कुरा आफ्नो फिलिङहरू त्यसरी एक्सप्रेस गर्न सक्दिनँ, मैले यसरी नै सबै कुरालाई चाहिँ नाइसली ह्यान्डल गर्न रुचाउँछु, अरूहरूलाई दुःख दिन जस्तो टाइपको केही पनि भन्न चाहदिनँ। अनि मैले हजुर पनि राम्रो पर्सन हुनुहुन्छ जस्तो लाग्छ, यदि हजुरले म चाहिँ धेरै नै मेडल गरेँ जस्तो लाग्यो भने चाहिँ म सरी छु त्यसको लागि भनेर भन्छ। अनि फेरि यिनीहरू हुन्छ ल जाने भनेर आफ्नो आफ्नो बाटोतिर लाग्छन्। अनि सियोप चाहिँ रुममा गइसकेपछि पनि त्यही कुराहरू सम्झिन्छ कि यदि मैले 10जनालाई राम्रो ट्रिट गरेँ भने सबैले ट्रिट गर्छन् जस्तो छैन, तर बट एकजनाले त राम्रोसँग ट्रिट गर्छन् नि। अनि हजुर मलाई राम्रो पर्सन जस्तो लागेको थियो, किनभने हजुरले फोन कलको भरोसामा नि म मर्छु कि भन्ने सोचेर त्यति बचाउन आउनुभयो भनेर भनेको कुराहरू सम्झिन्छ। अनि भन्छ साँच्चीमै त बोल्न कति जाने खास नि भनेर सम्झिन्छ। अनि आफ्नो फोनलाई हेर्दै मेसेज गर्नु कि सोध्छ। अनि मेसेजमा चाहिँ म अघि नै एकदम धेरै हार्स भएँ, सरी भनेर लेखेकै हुन्छ, अनि पठाएको हुँदैन। तर उतातिर एउटा त्यहीले मेसेज गर्छ कि हजुरले के गर्दै हुनुहुन्छ, हजुरले यति चाँडै मेरो मेसेज हेर्नुभयो कि हजुरले मलाई अपोलोजाइज गर्ने सोच्दै हुनुहुन्थ्यो भनेको हुन्छ। अनि यतातिर सियोपले त साँच्चै घोष जस्तै छस् त भन्दै उसको मेसेज हेर्दै हाँस्दै अनि उसलाई भनेर लेखिदिन्छ। अनि त्यसपछि त्यहीले उसलाई डाइरेक्ट कल गर्छ। अनि कल गरेर चाहिँ उसलाई चाहिँ कतै बाहिर भेट्नको लागि बोलाउँछ। अनि सियोपले नि अहिले भर्खर भनेर भन्छ,
ल ठिक छ म आउँछु भनेर भन्छ। अनि सियोप पनि आफ्नो घरको बाहिर गएर त्यहीलाई वेट नै गरिरहेको हुन्छ कि त्यही बेलामा सियोपको जुन एक्स हुन्छ नि त्यहाँ आउँछ अनि भन्न थाल्छ कि मसँग तिम्रो फोन नम्बर पनि थिएन अनि तिमीलाई भेट्नको लागि तिम्रो घरमा डाइरेक्ट आउनु बाहेक अरू कुनै मतलब चोइस नै थिएन, त्यही भएर म आएको कि हामीभित्र गएर कुरा गर्न मिल्छ भनेर सोध्छ। तर सियोपले भने जे भन्नु छ तिमीलाई यही भन भनेर भन्छ। अनि त्यसपछि उसको एक्सले नि भन्न थाल्छ कि यिनीहरू एक्चुअली पहिला ब्रेकअप हुनुभन्दा अगाडि चाहिँ 4 वर्ष जति डेट गरेको रहेछन् कि अनि त्यही भएर भन्छ कि ब्रेकअपको टाइममा चाहिँ मसँग अरू कुनै चोइस थिएन, मैले तिमीलाई छोडेर जानु बाहेक अरू कुनै अप्सन नै थिएन, मलाई कति गाह्रो भएको थियो त्यतिखेर भनेर यताउति भन्न थालेको हुन्छ। अनि फेरि त्यही भएर सियोपले मलाई तिम्रो कुनै पनि स्टोरी सुन्न मन छैन, मलाई तिम्रो मतलब वास्तै छैन, तिमी के गर्न आएको यहाँ अहिले भनेर भन्छ। अनि त्यसपछि उसको एक्सले चाहिँ किन त्यहीको कारणले गर्दा हो भनेर सोध्छ। त्यही बेलामा त्यही पनि आउँछ कि त्यही तिनीहरू कुरा सुन्न थाल्छ। अनि मलाई त लाग्दैन कि त्यो केटा तिम्रो टाइपको जस्तो पनि छ भनेर, तिमी अहिले यत्तिकै प्ले गरिरहेछौ हो, मतलब यत्तिकै जिस्किरहेछौ, मजा गरिरहेछौ हो त्योसँग भनेर सोध्छ। अनि सियोपले भन्छ मैले तिमीलाई किन भन्नुपर्ने, तिमी को हो र तिमीले के लेना देना छ र मसँग मैले तिमीलाई त्यो कुराहरू बताउनु पर्ने भनेर भन्छ। अनि उसको एक्सले भन्छ तिमीलाई गिल्टी फिल भइरहेछ हो कि तिमी यस्तो इनोसेन्ट पर्सनहरूसँग चाहिँ यताउति मेसअप गर्छ जस्तै मसँग गरेको थियो तिमीले त्यतिखेर भनेर भन्न थाल्छ। अनि यतातिर चाहिँ सियोपले भन्छ तँलाई अझै पनि लाग्छ कि मैले तेरो कुरा सोच्छु या फिर तेरो कुरा रिलेटेड के गर्छु भनेर, सबै पर्सन तँ जस्तो हुन्छन् भन्ने सोचेको छस्, तर गलत छस्, त्यस्तो हुँदैनन् सबै पर्सनहरू, तँ जस्तो सेमलेस टाइपको छैन म बुझिस् भन्दै मतलब उसलाई चाहिँ एक्सलाई भनिरहेको हुन्छ। अनि उसको एक्सले पनि त्यसो भए के हो त, के तिमी साँच्चीमै उसलाई लाइक गर्छौ, साँच्चीमै तिमीले लाइक गर्छौ भनेर भन्छ। उसले चाहिँ एन्सर दिन सकिरहेको छैन कि, अनि त्यही बेला त्यहीले पनि सबै कुरा माथिबाट सुनि नै रहेको हुन्छ। अनि फाइनल्ली उसले नाइ भनेर भन्छ, नाइ मैले उसलाई लाइक गर्दैन, ऊ केही पनि होइन, ऊ नथिङ हो भनेर भन्छ। यो कुरा सुन्छ है त्यहीले, अनि त्यहीलाई चाहिँ नराम्रो फिल हुन्छ। अनि यतातिर उसको एक्सले भन्न थाल्छ त्यसपछि त्यसो भए प्रब्लम नै के छ त, म यहाँ आइसकेँ फेरि पनि, तिमी पनि यही छौ, फेरि पनि हामी स्टार्ट गर्न मिल्छ भनेर भनिसकेपछि सियोपले कहाँ छु म भन त, म त यहाँ छैन अझै, तिमीले मलाई त्यतिखेर खाली छोडेर गएको होइन, त्यसरी अबन्डेड गरेर गएको होइन, तिमीले मलाई त्यतिखेर अबन्डेड गरेर गएदेखि म त यहाँ छैन, कसलाई सोधिरहेको छौ तिमीले म यहाँ छु भनेर, मलाई त अचाल कसैलाई लाइक गर्न सक्छु भने पनि लाग्दैन, म क्यापेबल नै छैन, म कसैको क्लोज जान सक्ने क्यापेबल पनि छैन, तिमीले मलाई त्यस्तो बनाएर छोडेर गएको छौ भनेर भन्छ। तर उसको एक्सले भने तिमीलाई अझै पनि म माथि लाइक गर्छौ नि, यस्तो छ नि भनेर सोधिरहेको हुन्छ। अनि उसको नजिक जान खोज्छ, त्यही भने त्यो देखेर चाहिँ त्यहाँबाट निस्किन्छ क्या। अनि उसको एक्स उसको नजिकै गएर किस गर्न खोज्छ, तर सियोपले भने दिँदैन। अनि मलाई यस्तो नगर, तिमीले मलाई जुन स्टेटमा छोडेर गएको थियो नि, इम्टी स्टेटमा छोडेर गएको थियो आफै फिलअप गर्नको लागि भनेर भन्छ। अनि त्यसपछि तिमीले जे गर्यौ नि पुगिसक्यो, मलाई अब केही पनि गर्नु पर्दैन, सो प्लिज मलाई मेरो आफ्नै हालतमा छोडिदिऊ, तिमी आफ्नो जे गरिरहेको थियौ त्यही नै गर्न चाहौ, प्लिज मेरो लाइफमा फेरि पनि इन्टरफियर नगर भनेर भनिसकेपछि उसको एक्सले मैले तिमीलाई कहिले सरी भनेको छैन, सरी भन्छु भनेर भन्छ। त्यतिखेरको टाइममा सिचुएसन फरक थियो भन्दै उसलाई सरी भनेर जान्छ। अनि सियोप भने फेरि पनि त्यहीलाई नै वेट गरेर बस्न थाल्छ, तर त्यही त भने आफ्नो घर गइसकेको थियो त्यो सबै कुराहरू सुनिसकेपछि। अनि त्यही भएर म्यासेज गर्छ कि सरी आज चाहिँ म आउन सकिनँ ल भनेर उसलाई म्यासेज गर्छ। अनि अर्को दिन चाहिँ त्यही आफ्नो क्याफेमा काम गर्दै गरेको हुन्छ, त्यही बेलामा चाहिँ सियोप पनि त्यही क्याफेमा जान्छ। अनि त्यही भएर चाहिँ उसको लागि ड्रिङ्क र खानेकुराहरू लिएर सर्भ गर्छ कि त्यहीले। अनि त्यसपछि सियोपले तिमी बस्दैनौ मसँग खानको लागि सोद्धाखेरि म अलिक बिजी छु, मेरो काम छ भनेर भन्छ। अनि सियोपले तिमीलाई हिजो चाहिँ के भयो भनेर भन्दाखेरि चाहिँ मेरो काम थियो त्यही भएर आइन भनेर भन्छ। तिमीले साँच्ची यो ठाउँको बारेमा चाहिँ कसरी थाहा पायो भन्दाखेरि चाहिँ सियोपले तिम्रो इन्स्टाग्रामको थ्रुबाट थाहा पाएँ, एक्चुअली मेरो चाहिँ केही साथी फिमेल के अरे फ्यु मोडलहरू पनि छन्, त्यही भएर म्युचुअल फ्रेन्डहरूको थ्रुबाट थाहा पाउनु गाह्रो भएन, त्यही भएर म कफी खान आएको हो, म त कफी खाएर जान्छु, तिमी आफ्नो काम गर भनेर अनि कफी खाएर निस्किन थालेको हुन्छ। तर ठ्याक्कै त्यही बेलामा त्यही आएर उसलाई रोक्छ अनि भन्छ एक्चुअली म हिजो तिम्रो ठाउँमा आएको थिएँ, मैले तिमीहरू दुईजनाको जे कन्भर्सेसन भयो नि त्यो कन्भर्सेसनहरू सबै सुनेँ,
र मलाई थाहा थिएन कि तिमीले मेरो बारेमा त्यस्तो फिल गर्छौ या फिर मैले पनि त्यस्तो फिल मतलब हुन्छ नि त्यो सुनेर चाहिँ मलाई तिमीले जे कुरा भन्यौ नि त्यो सबै कुराहरू सुनेर मलाई एकदम अर्कै लाग्यो, स्ट्रेन्ज फिल गरेँ। हामीले दुईजनाले चिनेकै कति टाइम भयो र मैले कहिले तिमीलाई त्यसरी सोच्छु भनेर सोचेको पनि थिएन। तिमीले यदि कसैलाई चाहिँ हाँस्यौ स्माइल गर्यौ भने पनि मलाई त्यो कुराले पनि बोदर गर्छ। अनि मलाई थाहा छैन कि यो के भएको हो, मैले नि बुझ्न सकिरहेको छैन। म नि यो कुरालाई चाहिँ राम्रोसँग बुझ्न सकिरहेकै छैन। म यस्तो स्ट्रेन्ज थट्सहरू आइरहेको छ मलाई। अब यो मैले जे भने नि यो कुरा तिमीले नसुने जस्तो गर ल, प्रिटेन्ड गर ल भनेर ऊ फर्किन थाल्छ। त्यही बेलामा चाहिँ सियोपले उसलाई छोपेर एक्चुअली हिजो मैले जे भने नि त्यो चाहिँ मैले डिफेन्स मेकानिजमको टाइपले भनेको हो। एक्चुअली मैले दिउँसभरि तिमीलाई मात्र सोचिरहेको थिएँ। त्यही भएर जब उसले त्यो क्वेसनहरू सोधेँ नि तब चाहिँ म चाहिँ आफूलाई चाहिँ त्यस्तो गरेको छैन, होइन मैले सोचेको छैन भने जस्तो टाइपले भएको भएर मैले डिफेन्स मेकानिजमको रूपमा चाहिँ त्यसरी फ्रस्ट्रेसन निकालेँ भनेर भन्छ। अनि त्यही बेलामा चाहिँ तिमीले मेरो बारेमा सोचेको थियौ रे, के सोचेको थियौ भनेर भन्छ। तिमीलाई किस गरेको, तिमीसँग तिमीलाई आँखामा हेरेर बसेर तिमीसँग कुरा गरेको, धेरै कुराहरू यस्तै यस्तै कुराहरू सोचेको थिएँ। तर म तिम्रो लागि त त्यही ब्रदर मात्र हो। मैले यसरी सोच्नु गलत थियो, त्यही भएर मैले आफूले नै आफूलाई पिर्सु गरिरहेको थिएँ भनेर ऊ पनि जान थाल्छ फर्केर। तर फेरि त्यहीले उसलाई रोक्छ अनि प्लिज 5 सेकेन्डको लागि आफ्नो आँखा क्लोज गर न भन्छ। अनि उसले आँखा क्लोज गरेको बेलामा चाहिँ उसलाई गएर किस गर्छ है। अनि त्यसपछि मैले भनिरहेको थिएँ नि तिमीलाई मलाई कस्तो स्ट्रेन्ज फिलिङ गएको छ भनेर। खै मलाई थाहा भएन, मैले कहिले पनि यस्तो फिल गरेको छैन। तर मैले जुन अहिले भर्खर गरेँ नि यो मलाई बार गर्न मन लाग्छ, मतलब केस फेरि पनि गर्न मन लाग्छ। मलाई थाहा छैन, सायद मैले तिमीलाई लाइक गर्छु होला, आई लाइक यु भनेर भन्छ। अनि तिमीले नि भनेर भन्दाखेरि चाहिँ सियोपले पनि मैले पनि जस्तो लाग्छ भन्छ। अनि त्यहीले के हो यसको एन्सर मैले बुझ्न सकिनँ भनेर भन्दाखेरि मैले भने त तिमीलाई म जतिखेर पनि तिमीले बारेमा सोध्छु भनेर भन्छ। अनि उसलाई सोध्दै अलिक पछाडि लग्छ है। अनि भित्तातिर लग्न थाल्छ। अनि त्यही बेला त्यहीले मैले यसको मिनिङ के बुझौँ भनिरहेको हुन्छ। अनि सियोपले भन्छ अब चाहिँ 5 सेकेन्डको लागि मात्र हुँदैन ल भन्छ। अनि उसलाई किस गर्छ र एपिसोड पनि सकिन्छ। थ्याङ्क यू एभ्रिवान।